सबै खुलासा ए मुकुल ढकाल है मुकुल ढकाल सुन्नु भारतको एमबिसीतिर तपाईँ धेरै नजिक हुनुहुन्छ भन्ने सुनेको छ यो तथ्य चाहिँ ल्याइदिनु न हजुर ल्याउन मुकुल ढकाल त बाहिर ल्याइसक्नु भयो त मुकुल ढकाल तपाईँले ल्याउनुहोस् सुन्नु पत्रकारले ल्याउने होला नि यो कुरा त तपाईको पार्टीले बल्ल बल्ल उम्मेदवार तोक्यो अर्काको पार्टीको मान्छेलाई तपाईको पार्टीमा कोही पनि आफ्नो मान्छे रहन्छ खालि अर्काबाट आएका हैन पार्टी छोडेका दुईटा चिज पहिला सुरुमा बल्ल बल्ल भगौडाहरू तपाईको पार्टीमा उम्मेदवार बन्दा ए पर्खिनुहोस् ए यो अनि के मङ्गल ग्रहबाट ल्याउने ल्याउनुहोस् न त तपाईँहरूमा जाम कुन ग्रह चार्न कुन ग्रह चार्न होइन तपाईँहरूमा जाम कता कता ग्रह जाम न त तपाईँ फेरि कहाँ नचाहिने कुरा गर्नुहुन्छ अनि यो प्रचण्ड के विषयमा काम छैन भन्ने बोल्दै बोल्दिन सुबल खरेललाई तपाईँले टिकट दिनुभयो ल सुन न पर्खे अनि के 90जनाले दिने टिकट त्यो गुण त तपाईँलाई लगाइरहनु भएको छ नि प्रचण्डले सुन्नु न कुनै हार्दिकता कसैले देखाउँदा तपाईँलाई यत्रो बित्या आपत्ति किन नकुच जेलमा उम्मेदवारहरूलाई लिएर जानुभयो होइन रविजीसँग सबैको अन्तर्क्रिया भयो होइन कैसे कैसे लोग रहते हैं यार यहाँ पर भयो कहाँ लैजानु पर्ने थियो बालकोट 100% यो प्रक्रियाले बनायो कसैले तोकेर होइन यो नौटङ्की होइन र फेरि उही शब्द तपाईँ आज तिथि के हो मैले कस्तो बिर्सेँ क्या औँसी र पूर्णिमा चाहिँ उहाँको यो छनक आउँथ्यो सधैँ चुनाव कसरी जित्नुहुन्छ भन्नुहोस् त्यहाँको आधार आम नागरिकले भोट हालिदिन्छ नि त्यो भोट निर्वाचन आयोगको अगाडि बसेर अनि प्रतिनिधिहरू बसेर गनेर घन्टी तपाईँले होइन वैकल्पिक राजनीतिक शक्ति चाहियो भने यो टेलिभिजन सोबाट बस गरे आएका छौँ त अनि किन खेद्नुहुन्छ क्या खेदो हाम्रो तपाईँले राम्रो काम गर्नुहोस् नराम्रो गरे चाहिँ यो चाहिँ गरे हैडगाले नराम्रो यो चाहिँ यो 3 वर्ष गरे भने ट्याक्कै एउटा भन्नुहोस् त अब संसदमा तपाईँले 3 महिनादेखि अवरोध गर्नुभयो त राम्रो काम भयो त पार्लियामेन्ट भिजिट भिसाको नाउँमा मान्छे बेच्नु चाहिँ राम्रो काम हो त तपाईँले बोल्नुहुन्न तपाईँको पार्टी हामीले बोल्दा तपाईँहरू के हुँदो रहेछ अचम्म क्या हामीले बोलेको कुरामा चाहिँ ऋषि धमलाकोमा कहाँ प्लेनमा चढ्नु हुँदो रहेछ कि कानमा इयरफोन लाउनु हुँदो रहेछ कि पहिला त्यही मान्छे तपाईँको लागि प्रिय थियो ल उहाँले भन्नुभएको छ राष्ट्रिय जनता पार्टी मेरै डिजाइनमा चाहिँ ग्रान्ड डिजाइनमा बनेको भनेर अनि के गर्ने त अब इष्ट देवता मानेर एउटा मन्दिर राखेर पूजा गर्ने अब देश बनाउने कुरा गर्नुहोस् देशमा विकास गर्नुहोस् संसद अवरोध नगर्नुहोस् किन नि तपाईँ पार्टी सभापति हो कपिल सानेलाई थियो तर नै होइन हरि बोल्नुहोस् त तपाईँ जनता जान्न चाहन्छन् तपाईँ भित्रको हरि बोल्नुहोस् ल तपाईँको ऋषि धमलाभित्रको हरि बोल्नुहोस् ल ऋषि धमला हेर्नु त कसरी छल्या त्यो भगवानको कुरा कसरी छलेर अर्को बाटो हिँडे ऋषि